जापानमा बस्नुहुने सबै नेपालीहरुको लागि एकदमै ठूलो खुशीको खबर आएको छ। यदि तपाईहरु जापानमा बस्नुहुन्छ भने 10 लाख क्रिप्टोकरेन्सी तपाईहरुले फ्रीमा प्राप्त गर्न सक्नुहुन्छ। हामीले फ्रीमा पाउने क्रिप्टोकरेन्सीको बारेमा भन्नुपर्दा शिबा इनु अर्थात SHIB भन्ने यसको सर्ट फर्म रहेको छ। यो क्रिप्टोकरेन्सी चाहिँ 10 लाख टोकन चाहिँ हामीले फ्रीमा प्राप्त गर्न सक्छौं। यसको हिस्ट्रीको बारेमा भन्नुपर्दा 2020 सालको अगस्तबाट नै यो चाहिँ क्रिप्टो मार्केटमा लन्च भएर कारोबार भइसकेको कोइन हो, जसलाई चाहिँ हामीले बाइनान्स, बिटफ्लायर, कोइनबेस त्यसैगरी तपाईं अक्वेज जस्ता विभिन्न प्लेटफर्मबाट चाहिँ हामीले यसको कारोबार ट्रेडिङहरु चाहिँ गर्न मजाले सकिरहेको थियौं। र यो कोइन चाहिँ अहिले जापानमा 10 लाख टोकन बराबर प्रत्येक व्यक्तिलाई फ्रीमा बाँडिएको छ। यो बेला तपाईले यो टोकन लिनु भयो भने भविष्यमा तपाईलाई यसले ठूलो अमाउन्ट प्रोवाइड गर्न सक्छ। के तपाईहरुलाई थाहा छ 2010 सालमा बिटकोइनको प्राइस कति थियो भनेर? 2010 सालमा एभरेजिङ प्राइस भनेको 30 एन। 30 एनमा तपाईले एउटा बिटकोइन किन्न सक्नुहुन्थ्यो, जुन बिटकोइनको प्राइस अहिले 1 करोड 40 लाख रहेको छ। र त्यसैगरी यही मेथडलाई फलो गरेर अहिले हामीले कुरा गर्ने भने अहिले हामीलाई 1 रुपैयाँ 30 एन त होइन, 1 रुपैयाँ पनि पैसा नहालिकन हामीले फ्रीमा 10 लाख टोकन बराबरको हामीले यो कोइन प्राप्त गर्न सक्छौं। सो बिटकोइनको आधारको फर्मेट अनुसारले भन्ने भने अहिले तपाईलाई 10 लाख कोइन फ्रीमा दिएको छ, जसमा तपाईले 1 रुपैयाँ पनि पैसा खर्च गर्नु पर्दैन। सो भिडियोलाई ढिला नगरिकन स्टार्ट गरिहालौं। यदि तपाई मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ तपाईले मेरो YouTube च्यानल सब्स्क्राइब गरी मसँग कनेक्टमा रहनु होला। तपाईलाई जापानको बसाइमा धेरै हेल्पफुल हुने भिडियोजहरु चाहिँ मेरो YouTube च्यानलको थ्रुबाट आउने छ। सो मिस नगर्नको लागि चाहिँ बेल आइकन पनि थिचिराख्नु होला है त। भिडियोलाई एक कृति पनि ढिलो नगरिकन सुरुमा हामी जाउँ 10 लाख क्रिप्टोकरेन्सी लिनको लागि, जुन चाहिँ हामीले एकदमै फ्रीमा प्राप्त गर्न सकिन्छ। अनि त्यसपछि म तपाईहरुलाई भन्नेछु त्यो 10 लाख क्रिप्टोकरेन्सी जुन हामीले फ्रीमा प्राप्त गरेको छौं, त्यो क्रिप्टोकरेन्सीलाई हामीले फ्युचरमा गएर कसरी करोडौं रुपैयाँमा चाहिँ यसलाई बदल्न सकिन्छ र यसको लाइभ प्रुफ म तपाईलाई देखाउने छु। त्यसको लागि चाहिँ हामीले एप स्टोर, प्ले स्टोरमा गएर चाहिँ हामीले बिटफ्लायर भनेर चाहिँ सर्च गर्नुपर्ने हुन्छ है त। सो तपाईले प्ले स्टोर, एप स्टोरमा गएर चाहिँ तपाईले बिटफ्लायर भनेर सर्च गर्नु होला। सो यो चाहिँ वान अफ द बेस्ट जापानको ट्रस्टेड क्रिप्टोकरेन्सीको कारोबार गर्ने एउटा एक्सचेन्ज हो। सो हामी यसमा चाहिँ हामी यसलाई फर्स्टमा डाउनलोड गर्छौं है त। डाउनलोड कम्प्लिट भइसकेपछि हामी ओपनमा क्लिक गर्छौं। ओपनमा क्लिक गरेपछि तपाईलाई सुरुमा यस्तो खाली इन्टरफेस आउँछ, जसलाई चाहिँ तपाईले अलाउ गरिदिनु होला। अलाउ गरेपछि तपाईलाई यस्तो खाली इन्टरफेस आउँछ अनि हामी चाहिँ अकाउन्ट नयाँ क्रिएट गर्ने भएको कारणले गर्दाखेरि चाहिँ साइन अप भन्ने ठाउँमा क्लिक गर्नु होला। यसमा क्लिक गर्ने बित्तिकै तपाईलाई यस्तो खाली इन्टरफेस आउँछ, जहाँ चाहिँ तपाईले फर्स्टमा चाहिँ जीमेल हाल्नुपर्ने हुन्छ। तपाईको कुन जीमेल तपाईले युज गर्नुहुन्छ त्यो जीमेल माथिपट्टि हाल्नुस्। जब तपाईले माथि आफ्नो जीमेल हाल्नुहुन्छ, हालिसकेपछि तलपट्टि चाहिँ इन्भिटेसन कोड भनेर लेखेको हुन्छ। सो इन्भिटेसन कोडमा चाहिँ तपाईले BMUYNSWN भनेर चाहिँ यो कोड हाल्न नबिर्सिनु होला है त। यो कोड हाल्न बिर्सिनु भयो भने तपाईले पाउने जुन 10 लाखको क्रिप्टोकरेन्सी छ त्यो प्राप्त गर्न सक्नुहुन्न। सो तपाईले यो कोड चाहिँ हाल्न नबिर्सिनु होला। जब तपाईले यो कोड हालिसक्नुहुन्छ, हालिसकेपछि तपाईलाई चाहिँ यो साइन अप भन्ने ठाउँमा एउटा तपाईले बटन देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईको जीमेलमा चाहिँ कोड सेन्ड गरिदिन्छ तपाईलाई बिटफ्लायरको थ्रुबाट। सो तपाईले चाहिँ यो लन्च जीमेल भन्ने ठाउँमा चाहिँ क्लिक गर्नु होला। तपाईको जीमेलमा अटोमेटिक तपाईलाई चाहिँ उडाएर पुर्याइदिन्छ। सो यसरी तपाईको जीमेलमा चाहिँ बिटफ्लायरको थ्रुबाट चाहिँ तपाईलाई रेजिस्ट्रेसन एउटा लिंक पठाइदिन्छ। तपाईले चाहिँ यसमा क्लिक गर्नुपर्ने हुन्छ है त। सो यसमा क्लिक गर्ने बित्तिकै यसरी तपाईको पासवर्ड क्रिएट गर्नु भनेर यहाँ लेखेको हुन्छ। सो तपाईले लगइन गर्दाखेरि जुन तपाईले बिटफ्लायरको अब आईडी छ यसलाई लगइन गर्दाखेरि चाहिँ तपाईले यहाँ पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। सो स्ट्रङ पासवर्ड तपाईले चाहिँ आफ्नो पासवर्ड क्रिएट गर्नु होला। सो पासवर्ड क्रिएट गरिसकेपछि यो नेक्स्ट भन्ने ठाउँमा क्लिक गर्नु होला। जब यसरी नेक्स्ट भन्ने ठाउँमा क्लिक गर्ने बित्तिकै तलपट्टि कन्फर्म पासवर्ड भनेर देखाउँछ। तल पनि सेम पासवर्ड तपाईले हाल्नु होला है त। अघि माथि जे हाल्नुभयो त्यही पासवर्ड तल पनि हाल्नु होला। सो यसरी पासवर्ड हालिसकेपछि यसलाई पनि नेक्स्ट भन्ने ठाउँमा क्लिक गर्नु होला। जब यसरी नेक्स्ट भन्ने ठाउँमा तपाईले क्लिक गर्नुहुन्छ, तपाईलाई चाहिँ टर्म एन्ड कन्डिसन तपाईलाई देखाउँछ, जसमा चाहिँ तपाईले सबैमा चाहिँ एग्री गर्नुपर्ने हुन्छ। सबैमा चेक गर्नुस् होला है। यो तपाईँ जति पनि यहाँ राखेको ठाउँ छ तपाईले एग्री गर्नुपर्नु, सबैलाई चेक गर्नुस्। चेक गरिसकेपछि आई एग्री भन्ने ठाउँमा तपाईले क्लिक गर्नुस्। यति भएपछि तपाईले स्टार्ट भन्ने ठाउँमा क्लिक गर्नु होला है त। अनि तपाईको चाहिँ अब 2 स्टेप भेरिफिकेसन गर्नुपर्ने हुन्छ, जसमा चाहिँ तपाईले आफ्नो फोन नम्बरमा चाहिँ अब एसएमएस को थ्रुबाट तपाईले कोड लिने हो कि एथेन्टिकेटर एपको थ्रुबाट लिने होस्। हामी चाहिँ एसएमएस बसको थ्रुबाट चाहिँ हामी लिन्छौँ। त्यसको लागि चाहिँ हामी फोन नम्बर हाल्नुपर्ने हुन्छ हाम्रो। सो फोन नम्बर तपाईले आफ्नो जापानको फोन नम्बर यहाँनिर तपाईले इनपुट गर्नु होला। सो तपाईले फोन नम्बर हालिसकेपछि तपाईले चाहिँ यो कोड रिसिभ गर्ने ठाउँमा रिसिभ एथेन्टिकेसन कोड भन्ने ठाउँमा चाहिँ क्लिक गर्नु होला है त। यसरी क्लिक गरेपछि तपाईको फोन नम्बरमा चाहिँ कोड सेन्ड गरिन्छ अनि त्यो कोड चाहिँ ल्याएर तपाईले यहाँनिर हाल्नु होला। सो तपाईले कोड हाल्ने बित्तिकै तपाईलाई यस्तो खाली इन्टरफेस आउँछ, जहाँ चाहिँ तपाईले विथड्र गर्ने बेला, लगइन गर्ने बेला, यताउति जे गर्दा पनि तपाईको फोन नम्बरमा चाहिँ कोड सेन्ड गरिरहेको हुन्छ। सो तपाईले चाहिँ कोड हाल्न चाहिँ नबिर्सिनु होला है त। सो यसमा तपाईले लगइन टु बिटफ्लायर भन्ने ठाउँमा चाहिँ यसरी क्लिक गरेर डन गरिदिनुस्। सो डन गर्ने बित्तिकै तपाईलाई चाहिँ सुरुमा यस्तो खाली इन्टरफेस देखाउँछ, जहाँ चाहिँ तपाईले आफ्नो पर्सनल इन्फर्मेसनहरु हाल्नुपर्ने हुन्छ, जुन चाहिँ भेरिफाई गर्नको लागि, जुन चाहिँ जापानको लिगल प्लेटफर्महरु जति पनि छ, जापानको कुनै पनि भेरिफिकेसन भएको कम्पनीको अब प्लेटफर्महरु छ सबैमा चाहिँ किन भन्दाखेरि कुनै पनि तपाईलाई ब्ल्याकमेल नहोस् भनेर चाहिँ तपाईको आइडेन्टिटी प्रुफहरु चाहिँ तपाईको जापान सरकारले जति पनि भेरिफाई गरेको प्लेटफर्महरु छ त्यसमा चाहिँ तपाईले आफ्नो क्यूआईसी भेरिफिकेसन चाहिँ गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले यो नेक्स्ट भन्नेमा क्लिक गर्छौं। क्लिक गरेपछि तपाईलाई चाहिँ यस्तो खाली इन्टरफेस आउँछ, जहाँ चाहिँ तपाईले आफ्नो आईडी भेरिफिकेसनहरु गर्नुपर्ने हुन्छ। सो तपाईले चाहिँ आफ्नो आईडीमा चाहिँ तपाईको ड्राइभिङ लाइसेन्स, पासपोर्ट, तपाईको माई नम्बर कार्ड, रेजिडेन्स कार्ड यतिले भयो भने तपाईको चाहिँ अब मजाले तपाईको भेरिफिकेसन गर्न पुग्छ। सो तपाईसँग यति मध्येमा कुनै पनि एउटा डकुमेन्ट चाहिँ हुनुपर्ने हुन्छ। तपाईले चेक गर्नु होला आफ्नो डकुमेन्ट र त्यसपछि इन्टर भन्नेमा क्लिक गर्नु होला। त्यसपछि यहाँ आफ्नो डिटेलहरु भर्नुपर्ने हुन्छ। सो तपाईले सुरुमा चाहिँ आफ्नो इंग्लिशको नाम, अब लास्ट नेम भयो, फर्स्ट नेम भयो, अब मिडल नेम छ भने मिडल नेम हाल्नुस्।
त्यहाँ हाल्दा भयो। र त्यसपछि तपाईँको तलपट्टि चाहिँ काताकानामा है तपाईँको काताकानामा जे नाम छ त्यो चाहिँ सुरुमा चाहिँ तपाईँको थर, त्यसपछि नाम हाल्नुहोस्। त्यसपछि तपाईँको तल गएर फेरि होइन तल गएर तपाईँले अब आफ्नो इङ्ग्लिसमै नाम लेखेको हुन्छ, जसमा चाहिँ तपाईँको लास्ट नेम फर्स्ट नेम लेख्नुहोस्। सो तपाईँले आफ्नो इन्फर्मेसनहरू सबै हालेपछि नेक्स्ट भन्नेमा क्लिक गर्नु होला अनि तपाईँलाई यस्तो खाले इन्टरफेस आउँछ। अनि तपाईँ अहिले करेन्टली बसिरहेको ठाउँ कुन हो र तपाईँको नेसनालिटी के हो भन्ने हुन्छ। सो तपाईँ अहिले बसिरहेको जापान भइहाल्यो भने तपाईँको नेसनालिटी चाहिँ अब म नेपाल भएपछि नेपाल हुन्छ। सो तपाईँ नेपाली नै हो अफकोर्स। सो नेपाल तपाईँले सेलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँले यसमा ओके बटन क्लिक गर्नुहोस् है त। सो यति भएपछि तपाईँ नेपाल सेलेक्ट हुन्छ। सो नेपाल सेलेक्ट भएपछि डन भन्ने ठाउँमा चाहिँ क्लिक गरिदिनु होला। अनि यति भएपछि तपाईँलाई त्यस्तो खाले इन्टरफेस देखाउँछ। त्यसपछि तपाईँले आफ्नो भिजा स्ट्याटस तपाईँ के हो, स्टुडेन्ट हो कि डिपेन्डिङमा हो कि तपाईँ अब लङ टर्म भिजामा हुनुहुन्छ कि तपाईँ एजुकेसन बोकेर बस्नु भएको छ कि अब के हो तपाईँको भिजा स्ट्याटस त्यही लेख्नु होला है त। सर्ट टर्म स्टे हो भने सर्ट टर्म स्टेटमा क्लिक गर्नुहोस्, होइन भने चाहिँ तपाईँलाई केही थाहा छैन अरू अब तपाईँको आफ्नो भिजा स्ट्याटसै थाहा छैन भने पनि तपाईँले चाहिँ अदरमा क्लिक गरेर चाहिँ गर्न सक्नुहुन्छ है त। सो तपाईँले अदरमा क्लिक गरेर गर्नुभयो भने चाहिँ यस्तो खाले इन्टरफेस आउँछ। त्यसपछि तपाईँको एक्सपायरी डेट तपाईँको बस्ने डेट कहिलेसम्म हो, तपाईँको जुन अब जाइरो कार्डमा कतिसम्मको तपाईँको डेट दिएको हुन्छ। मिनिमम चाहिँ तपाईँ जापानमा 2 महिनाभन्दा माथि बस्नु भएको छ भने चाहिँ मजाले मिल्छ। सो तपाईँले चाहिँ आफ्नो जाइरो कार्ड आफ्नो तपाईँको एक्सपायरी डेट तपाईँको कहिलेसम्म हुन्छ त्यो एक्सपायरी डेट चाहिँ तपाईँको यहाँ लेख्नु होला। स्टे तपाईँलाई कहिलेसम्म चाहिँ जापान सरकारले एप्रुभ दिएको छ त्यो चाहिँ तपाईँले लेख्नु होला। सो तपाईँले चाहिँ यहाँ एक्सपायरी डेट लेख्नु होला है त। सो लेखिसकेपछि तपाईँले चाहिँ नेक्स्ट भन्नेमा क्लिक गर्नुहोस्। नेक्स्ट भन्नेमा क्लिक गर्ने बित्तिकै तपाईँलाई यस्तो खाले इन्टरफेस आउँछ जहाँ चाहिँ तपाईँले आफ्नो पर्सनल डिटेलहरू चाहिँ यहाँ इनपुट गर्नुपर्ने हुन्छ। जहाँ चाहिँ जिप कोड भनेको छ। जिप कोड भनेको चाहिँ तपाईँको पोस्टल कोड हो। सो पोस्टल कोड तपाईँको आफ्नो पोस्टल कोड हाल्नु होला। सबै ठाउँको चाहिँ आफ्नो पोस्टल कोड हुन्छ। पोस्ट बक्स नम्बर भनौँ न हाम्रो नेपालमा भन्दाखेरि चाहिँ। त्यसपछि तलपछि तपाईँको प्रिफेक्चर अब तपाईँ कुन ठाउँमा बस्नुहुन्छ। अब नर्मली तपाईँले आफ्नो जिप कोड अर्थात् पोस्टल कोड हाल्ने बित्तिकै अटोमेटिक तपाईँको डिटेलहरू त्यहाँ फिलअप चाहिँ हुन्छ। सो तपाईँको आएको छैन भने चाहिँ तपाईँको प्रिफेक्चर जस्तो साइतामा केन अब टोकियो के छ, अब तपाईँको चिबा कुन छ तपाईँको त्यो राख्नुहोस्। तर त्यसपछि तपाईँको सिटी हुन्छ तपाईँको नानी सी भन्ने के अब त के समथिङको सी समथिङ भन्ने हुन्छ। सो त्यो हाल्नुहोस्। त्यसपछि तपाईँको स्ट्रेट एड्रेस भनेर चाहिँ तपाईँको जस्तो अब कति चोमे भनेर त यति यति चो भन्ने हुन्छ। सो त्यो आफ्नो त्यो स्ट्रेट एड्रेस पनि हाल्नुहोस्। त्यसपछि तल चाहिँ ठ्याक्कै तल चाहिँ बिल्डिङ नम्बर अनि तपाईँको बान्ची नम्बर भन्ने हुन्छ। यति भन्ने हुन्छ। सो नर्मली त्यो बान्ची नम्बर हाल्नुहोस्। जस्ट यहाँ तपाईँको आफ्नो फुल एड्रेस हाल्नुपर्छ भन्ने कुरा बुझ्नुहोस्। सो तपाईँको सबै यहाँनिर एड्रेस फुल एड्रेस हालिसकेपछि तपाईँले चेक गर्ने बटनमा चेक गरेर चाहिँ नेक्स्ट भन्नेमा क्लिक गर्नु होला। सो तपाईँले नेक्स्ट भन्नेमा क्लिक गर्ने बित्तिकै तपाईँलाई यस्तो खाले इन्टरफेस आउँछ जहाँ चाहिँ तपाईँको फोन नम्बर देखाउँछ भने तपाईँको अर्को कुनै अब ल्यान्डलाइन नम्बर छ भने त्यो पनि हाल्न सक्नुहुन्छ। सो फोन नम्बर छ हाम्रो, यसलाई कन्फर्म गरिदिउँ है त। सो यसलाई कन्फर्म गरेपछि तपाईँको डिटेलहरू तपाईँले जति पनि भन्नुभएको डिटेलहरू चाहिँ यहाँ सरर देखाइदिन्छ। तपाईँले चेक गर्नुहोस् काहीँ मिस्टेक भएको छ कि छैन। सो छैन भने चाहिँ रजिस्टर भन्नेमा क्लिक गर्नु होला। सो तपाईँको आफ्नो इन्फर्मेसनहरू चाहिँ यहाँ रजिस्टर हुन्छ। त्यसो हाम्रो एउटा स्टेप कम्प्लिट भयो। अब 2टा स्टेप बाँकी छ। यो 2टा स्टेप कम्प्लिट गर्ने बित्तिकै सो अब तपाईँको सेकेन्ड नम्बर हुन्छ त। त्यसको लागि नेक्स्ट भन्नेमा क्लिक गर्नुहोस्। सो नेक्स्ट भन्नेमा तपाईँले क्लिक गर्ने बित्तिकै यस्तो खाले इन्टरफेस देखाउँछ। त्यसमा चाहिँ तपाईँले यसलाई चाहिँ अन गरिदिनुहोस् है त। अन गरिदिनुहोस्। त्यसपछि नेक्स्ट भन्ने ठाउँमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको यहाँ चाहिँ अब अकुपेसन के हो भन्ने हुन्छ। अकुपेसन तपाईँ स्टुडेन्ट हो भने स्टुडेन्ट लेख्नुहोस्, डिपेन्डिङ हुनुहुन्छ भने डिपेन्डिङ लेख्नुहोस्, या तपाईँ इम्प्लोइ हो भने इम्प्लोइ लेख्नुहोस्। सबैको यहाँ दिएको छ। तपाईँको अब प्रायः जस्तो स्टुडेन्ट हुन्छ। अब यो चाहिँ फेरि तपाईँको स्टुडेन्ट डिपेन्डिङ जसले पनि गर्न मिल्छ है त। जसले पनि गर्न मिल्छ। तपाईँले यो भनेको इन्भेस्टमेन्ट हो। तपाईँले एउटा गरेर एउटा फ्रीमा पाएको कुरा लिएर राख्ने कुरा हो। सो तपाईँको स्टुडेन्ट डिपेन्डिङ जसले पनि गर्न मिल्छ। सो तपाईँको के क्याटेगोरी हो त्यसमा चाहिँ सेलेक्ट गर्नु होला है त। नेक्स्ट गर्ने ठाउँमा तपाईँले क्लिक गर्ने बित्तिकै तपाईँलाई यस्तो खाले इन्टरफेस देखाउँछ जहाँ चाहिँ तपाईँको वार्षिक आम्दानी फाइनेन्सियल एसेस्टहरू के छ भनेर देखाउँछ। अनि यो एप्लिकेसन युज गर्नको लागि तपाईँको पर्पज के हो भनेर देखाएको हुन्छ। अनि तपाईँको अब एक्सपिरियन्स के कति छ, तपाईँले चाहिँ अहिलेसम्म ट्रेड गर्न सकेको इन्भेस्टमेन्टको एक्सपिरियन्सहरू के कस्तो छ भनेर देखाएको हुन्छ। तपाईँले सबैमा एउटा सिलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँको चाहिँ यहाँ अब रिफरल भन्ने देखाएको हुन्छ। तपाईँलाई चाहिँ कसैले रिफरल गर्नुभएको भन्ने तपाईँलाई चाहिँ एउटा देखाइदिएको हुन्छ। तपाईँले अब जे भए पनि भयो, तपाईँले फ्रेन्ड्स सर्कलबाट पायो, फ्यामिलीबाट पायो, जे भन्दा नि हुन्छ। सो मैले चाहिँ फ्रेन्ड्सको थ्रुबाट पायो भनेर चाहिँ मैले लेखिदिएको छु। सो यतिमा सेलेक्ट गरिसकेपछि नेक्स्ट भन्नेमा क्लिक गर्नुहोस्। त्यसमा चाहिँ तपाईँले आई एम नट अ इनसाइडर। सो तपाईँलाई यस्तो खाले इन्टरफेस 1 2 3 सो तपाईँलाई यस्तो खाले इन्टरफेस देखाउँछ। त्यसपछि तपाईँले यसमा क्लिक गर्नु भने 2वटा अप्सन हुन्छ। तपाईँले चाहिँ आई एम नट अ इनसाइडर भन्नेमा क्लिक गर्नुहोस् है त। अनि यसमा क्लिक गरिसकेपछि तपाईँले कन्फर्म भन्नेमा क्लिक गर्नुहोस्। यहाँ नछुटाउनु होला। तपाईँले फेरि यहाँ मिस्टेक गर्नुभयो भने तनाव भन्छ है त। यहाँ मिस्टेक नगरिकन तपाईँलाई मैले जे अप्सन देखाइदिएको त्यो सेलेक्ट गरेर चाहिँ कन्फर्म भन्नेमा क्लिक गर्नुहोस्। सो तपाईँले कन्फर्म भन्नेमा क्लिक गर्ने बित्तिकै तपाईँलाई यस्तो खाले इन्टरफेस देखाउँछ जहाँ चाहिँ तपाईँले जति पनि भन्नुभएको डिटेलहरूलाई चाहिँ यहाँ देखाइदिएको हुन्छ। तपाईँले सबै कुरा चेक गर्नुहोस्। चेक गरिसकेपछि रजिस्टर भन्नेमा क्लिक गर्नुहोस्। जब तपाईँले रजिस्टर भन्नेमा क्लिक गर्नुहुन्छ तपाईँको दोस्रो नम्बर पनि कम्प्लिट भयो। अब लास्ट फाइनल लास्ट तपाईँको है 3 नम्बरको हामीले आइडेन्टिटी भेरिफिकेसन गर्नुपर्ने हुन्छ। सो त्यसको लागि चाहिँ हामीले यो नेक्स्ट भन्नेमा क्लिक गर्छौँ र हाम्रो आइडेन्टिटी भेरिफिकेसन गर्नको लागि हामी जान्छौँ। त्यसपछि तपाईँले चाहिँ यो क्विक आइडी भेरिफिकेसन भन्नेमा गर्नु होला। त्यो भने फास्ट हुन्छ। तपाईँको अहिले तपाईँको आइडी भेरिफिकेसन हुन्छ। तपाईँले यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरेपछि चाहिँ तपाईँलाई यस्तो खाले इन्टरफेस देखाउँछ जहाँ चाहिँ तपाईँलाई बेग्लै साइडमा यसले तपाईँको यसको आफ्नो अफिसियल साइडमा लगिदिन्छ। त्यसमा तपाईँको ड्राइभिङ लाइसेन्स, नेसनल आइडेन्टिफिकेसन कार्ड, रेजिस्ट्रेसन कार्ड के छ तपाईँको त्यसबाट चाहिँ तपाईँले भेरिफिकेसन गर्नु सक्नुहुन्छ भनेर भनेको छ। नर्मली हामीसँग जाइरो कार्ड सबैसँग हुन्छ। रेजिस्ट्रेसन कार्डबाट हामी गर्छौँ। रेजिस्ट्रेसन कार्डमा क्लिक गर्ने, थोरै तल स्क्रोल गरेर यो कन्फर्म भन्नेमा क्लिक गरेर नेक्स्ट भन्नेमा क्लिक गरिदिने। सो यति भइसकेपछि तपाईँले चाहिँ अब क्यामेरा अन गर्नुपर्ने हुन्छ। सो क्यामेरा अन गरेर गर्नुपर्ने चाहिँ नेक्स्ट भन्नेमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँले क्यामेरालाई अलाउ गरिदिनु होला है त।
अनि यस्तो खाले इन्टरफेस आउँछ। तपाईको क्यामेरा यसरी अब अन गरेर तपाईले यसरी फोटो खिच्नुपर्छ भनेर यिनीहरूले चाहिँ तपाईलाई यसको गर्ने तरिका पनि सिकाइदिएको हुन्छ। तपाईले यो राम्रोसँग हेर्नु होला। त्यसपछि तपाईको यसको मोटो पातलो भाग भन्ने हुन्छ, जसमा तपाईलाई भिडियोमा जसरी देखाएको हुन्छ त्यसरी नै समाएर चाहिँ यसको एउटा फोटो लिनुपर्ने हुन्छ। सो त्यसपछि तपाईले ब्याक साइडको फोटो खिच्नुपर्ने हुन्छ अनि तपाईले चाहिँ आफ्नो रेजिस्ट्रेसन कार्डको ब्याक साइडको फोटो खिच्नु होला। त्यसको लागि यसमा क्लिक गर्ने र त्यसपछि ब्याक साइडको फोटो एउटा राम्रो क्लियर फोटो चाहिँ हामीले लिनुपर्ने हुन्छ। सो यसरी ब्याक साइडको फोटो खिचिसकेपछि तपाईले दुईटै ठाउँमा चेक गरेर फेरि ओके गर्नु होला। त्यसपछि तपाईले क्यामेरा अन गरेर आफ्नो अनुहारको भेरिफिकेसन गर्नुपर्ने हुन्छ, अर्थात् आँखाको भेरिफिकेसन गर्नुपर्ने हुन्छ। अनि त्यसको लागि तपाईँ चाहिँ रेडी भएर आफ्नो अब भनौँ न अँध्यारो ठाउँमा नबसिकन सबै कुरा लाइटिङहरू मिलेको ठाउँमा चाहिँ बसेर तपाईँले चाहिँ आफ्नो अनुहारको भेरिफिकेसन गर्नु होला। आँखा झिम्क्याउने यताउति चल्ने गर्नुपर्ने हुन्छ, तपाईँलाई भिडियोमा सिकाइदिएको हुन्छ, त्यही अनुसारले तपाईँले गर्नु होला। अनि सबै ठाउँमा क्लिक गर्नुहोस् है, सबै ठाउँमा क्लिक गरेर चाहिँ ओके गर्नुहोस्। सो तपाईले यहाँ स्टार्ट भन्ने ठाउँमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँको अब स्टार्ट हुन्छ नि। यसले जसरी भन्छ आँखा चिम्ली भन्छ, यता घुम भन्छ, त्यसरी चाहिँ तपाईँले भेरिफाई गर्नुपर्ने हुन्छ। सो स्टार्ट भन्ने ठाउँमा क्लिक गर्नुहोस्। सो यति भएपछि तपाईँको सबै कुरा कम्प्लिट भएपछि यसले अटोमेटिक तपाईँको भेरिफिकेसन आइडी भेरिफिकेसन चाहिँ सबै कुरा सबमिट गरिदिन्छ तपाईँको डकुमेन्टहरू। सो सबमिट गरिसकेपछि तपाईँले क्लोज भन्ने ठाउँमा क्लिक गरिदिनुहोस्। सो यति भएपछि तपाईँको रिटर्न टु होम भन्ने ठाउँमा अब जानुपर्ने हुन्छ। रिटर्न टु होम भन्ने ठाउँमा यसरी क्लिक गर्नुभयो भने तपाईँको सबै कुरा चाहिँ यसलाई चाहिँ अलाउ गरिदिनुहोस्। त्यसपछि तपाईँको क्लोज गरिदिनुहोस्। अनि तपाईँको आइडी चाहिँ यसरी रेडी हुन्छ है, तपाईँको आइडी कम्प्लिट भयो। अब जुन तपाईँले पाउनुपर्ने 10 लाख क्रिप्टो करेन्सी चाहिँ कसरी लिने, अब यहाँबाट चाहिँ तपाईँको प्राप्त गर्नको लागि चाहिँ तपाईँले आइडेन्टिटी भेरिफिकेसन 3वटा रुट सबै प्रोसेस कम्प्लिट गर्नुभयो। त्यसको लागि चाहिँ मेन्यु भन्ने ठाउँमा क्लिक गर्नुहोस् र जस्तो अहिले यहाँ तपाईँको यो रातो डट देखाइरहेको छ, तपाईँको रातो डट देखाएको छ भने त्यसमा हामीले क्लिक गर्नुपर्ने हुन्छ है त। सो क्लिक गरिसकेपछि तपाईँको अकाउन्ट इन्फर्मेसन भन्ने हुन्छ, त्यसमा तपाईँले क्लिक गर्नु होला। जब तपाईँले क्लिक गर्नुहुन्छ अब यहाँ तपाईँको पर्सनल इन्फर्मेसन सबमिट भएर त्यो भेरिफाई भइसकेको छ। अनि अर्को भनेको तपाईँको दोस्रो नम्बर पनि क्लिक भइसकेको छ। अब मेन भनेको चाहिँ प्रुफ अफ आइडेन्टिटी भेरिफिकेसन, त्यो कम्प्लिट हुने बित्तिकै तपाईँको 10 लाख क्रिप्टो करेन्सी तपाईँले मजाले लिन सक्नुहुन्छ। अनि हामी वेट गरौँ है त, यसो अब जबसम्म भेरिफाई हुँदैन तबसम्म हामी वेट गरौँ। हाम्रो आइडी भेरिफिकेसन हुनको लागि चाहिँ नर्मली हामीले 1 दिनदेखि 3 दिनसम्म वेट गरौँ भने यसरी अकाउन्ट इन्फर्मेसनमा गएर हामीले हेऱ्यौँ भने चाहिँ हाम्रो अकाउन्ट यसरी सबै भेरिफाई भइसकेको हुन्छ। सो यति भइसकेपछि अब तपाईँले 10 लाख क्रिप्टो करेन्सी टोकन चाहिँ मजाले लिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले ब्याकमा आएर तपाईँले आफ्नो प्रोफाइलमा हेर्नुभयो भने यहाँ 1500 एन तपाईँको जापानिज एन तपाईँको वालेटमा पैसा देखाउँछ है त, 1500 जापानिज एन। अब हामी 10 देखि 11 लाखको फ्री क्रिप्टो करेन्सी लिन जान्छौँ। त्यसको लागि चाहिँ हामीले अहिले लिने भनेको चाहिँ शिबानु भन्ने क्रिप्टो करेन्सी हामी अहिले लिन्छौँ। किन भन्दाखेरि यो नै हाम्रो अहिलेको टार्गेट हो। यसले नै हामीलाई कसरी करोडपतिसम्म बनाउन सक्ने सम्भावना बोकेको छ भन्ने कुराको म प्रुफ सहित तपाईँलाई एक्सप्लेन त गरि नै हाल्छु। अहिलेको लागि चाहिँ हामी 11 लाखसम्मको 10 देखि 11 लाखसम्मको फ्रीको कोइन उठाउँ है त। यसको लागि चाहिँ हामीले यो शिबानु भन्ने ठाउँमा क्लिक गर्छौँ। त्यसपछि यसरी चार्ट खुल्छ जसको चाहिँ हामीले हिस्ट्री हेर्न सक्छौँ के कस्तो भएको छ अहिलेसम्मको यसको हिस्ट्री। र त्यसपछि हामी चाहिँ बाई भन्ने ठाउँमा क्लिक गर्छौँ है त। अब हामी चाहिँ हामीसँग जुन 1500 एन छ त्यो 1500 एन युज गरेर जुन चाहिँ हामीले फ्रीमा प्राप्त गरेको छौँ त्यो 1500 युज गरेर चाहिँ हामी शिबाइनो कोइन चाहिँ किन्छौँ। त्यसको लागि चाहिँ हामीले यहाँ 1500 एन हामीले यसरी लेख्ने बित्तिकै हामीले चाहिँ अब कति शिबाइनो कोइन पाउँछौँ भनेर यहाँ देख्न सक्नुहुन्छ। 11,47,929 हामीले चाहिँ शिबाइनो कोइन चाहिँ हामीले प्राप्त गर्न सक्छौँ 1500 एनमा। सो अर्डरलाई प्लेस गरिदिनुहोस्। प्लेस गर्ने बित्तिकै हाम्रो शिबाइनो कोइन 11,47,000को शिबाइनो कोइन चाहिँ हाम्रो वालेटमा आउँछ। हाम्रो वालेटमा आयो कि आएन भनेर चेक गर्नलाई चाहिँ थोरै ब्याक गरेर हामी होममा जाउँ। सो होममा जाने बित्तिकै तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ टोटल एसेट भ्यालु भनेर सबैले त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ अनि थोरै तल स्क्रल गर्नुभयो भने चाहिँ यहाँ शिबाइनो भनेर देखाउन सक्नुहुन्छ। तपाईँले शिबाइनो भनेर चाहिँ तपाईँको 11,47,929 तपाईँको टोकन तपाईँको एउटा होइन दुईटा होइन तपाईँको 11,47,929 तपाईँसँग चाहिँ यो शिबाइनो कोइन छ भनेर बुझ्नुहोस्। बाँकी केही पनि तपाईँले नसोच्नुहोस्, मात्र तपाईँले चाहिँ तपाईँसँग चाहिँ 11,47,929 सम्मको तपाईँसँग चाहिँ शिबाइनो कोइन चाहिँ छ भनेर चाहिँ दिमागमा राख्नुहोस्। किन भन्दाखेरि यो चाहिँ 10 वर्ष 20 वर्ष 5 वर्ष 1 वर्ष जतिसम्म राखे पनि अब तपाईँकै हो, तपाईँकै एसेट हो, तपाईँकै प्रपर्टी हो। अब यो 1500 मा किनेको 11,47,000 हामीले जुन प्राप्त गरेको छौँ शिबाइनो कोइन, अब यसले चाहिँ हामीलाई करोडपतिसम्म कसरी बनाउन सकिन्छ भन्नेको लाइभ प्रुफ म तपाईँलाई देखाउनेछु। शिबाइनो कोइनको अहिले र केही वर्ष पछिको डेटा म तपाईँलाई प्रस्तुत गर्दैछु। अहिले तपाईँले देख्न सक्नुहुन्छ शिबाइनो 1 कोइन बराबर तपाईँले यसको प्राइस 0.00125 एन चाहिँ यसको रहेको छ र तपाईँको हामीसँग अहिले 11,47,000 चाहिँ हामीसँग शिबाइनो कोइन रहेको भएकाले गर्दाखेरि यसलाई मल्टिप्लाई 0.00125 ले मल्टिप्लाई गर्दाखेरि यसको कुल रकम 1434 रहेको छ लगभग। अबको केही वर्षपछि शिबाइनो कोइनको प्राइस 1 कोइन बराबर 21 एन भएको खण्डमा 21 एन चाहिँ मैले तपाईँको एउटा सर्टेन इक्जाम्पलको लागि मात्र लिइदिएको हो। यसको ठाउँमा तपाईँको 1000 पनि हुनसक्छ, 1 कोइन बराबर 1 लाख पनि हुनसक्छ, 1 कोइन बराबर 1 करोड पनि हुनसक्छ, 1 कोइन बराबर 0.0 समथिङमै पनि हुनसक्छ। यो चाहिँ
भविष्यको कुरा हो। 21 नै राख्नु पर्नेको एउटा कारण छ, त्यसको म रियल प्रुफ देखाउनको लागि मैले राखेको हो। कुरा गरौँ 21N, यदि हाम्रो शिबा इनु कोइनको प्राइस 1 कोइन बराबर 21N भएको केसमा हाम्रो पैसा कति हुन्छ? सो 1 कोइन बराबर 21N भएपछि हामीसँग टोटल कोइन कति छ भन्दाखेरि चाहिँ 11,47,000 कोइन चाहिँ हामीसँग छ। र त्यो कोइनलाई चाहिँ हामीले 21 ले मल्टिप्लाई गर्दाखेरि चाहिँ हामीसँग कति पैसा टोटल हुन आउँछ भन्दाखेरि चाहिँ 2,40,00,000 तपाईको 87,000 झन्डै तपाईको 2.5 करोड हामीसँग चाहिँ पैसा कलेक्ट हुन सक्छ यदि शिबा इनुको प्राइस चाहिँ 20N पर कोइन बराबर 20N भएको केसमा। र यही 21 को ठाउँमा 100 भइदियो भने या 1000 भइदियो भने तपाईको पैसा अझै हजारौं गुणा सयौं गुणा चाहिँ बढेर जान्छ। यसको सबैभन्दा ठूलो एक्जाम्पल भनेको बिटकोइनलाई लिन सकिन्छ। बिटकोइनको आज भन्दा तपाईको 15 वर्ष अगाडिको प्राइस भनेको 30N। एक बिटकोइन बराबर हामीले चाहिँ 30N मा हामीले 1 बिटकोइन लिन सक्थ्यौ भने अहिले हामीले त्यही 1 बिटकोइन किन्नलाई 1,40,00,000 तिर्नु पर्छ। अब सोच्नुस् कति गुणा चाहिँ हाम्रो बढेको छ भनेर। अब धेरै साथीहरुले चाहिँ बिटकोइनसँग शिबा इनु कोइन कम्पेयर गर्न मिल्छ भनेर क्वेशन गर्नुहुन्छ होला। लेट मी एक्सप्लेन। बिटकोइन भनेको डिजिटल मनी, डिजिटल पैसा हो। शिबा इनु कोइन भनेको मीम कोइन हो। सजिलैसँग भन्नु पर्दाखेरि चाहिँ बिटकोइन भनेको चाहिँ डिजिटल मनी हो, जुन चाहिँ हामीले विश्वव्यापी रूपमा प्राय जस्तो जुन ठाउँमा चाहिँ तपाईको क्रिप्टोकरेन्सी ब्यान भएको छैन त्यो कन्ट्रीहरुमा चाहिँ नर्मली हामीले क्याशकै रूपमा कारोबार गर्न सकिन्छ, जसमा हामीले इन्भेस्टमेन्ट गर्नु पर्दाखेरि लङ टर्म इन्भेस्टमेन्ट गर्दाखेरि एकदमै बेटर हुन्छ र रिस्क एकदमै लो हुन्छ। र त्यसैगरी मीम कोइन भनेको चाहिँ यो चाहिँ तपाईको कुनै पनि एउटा पोलिटिक्स पार्टी, कुनै पनि एउटा तपाईको सोशल मिडियामा इन्फ्लुएन्सरहरु या सबैभन्दा पपुलर मान्छेहरु छ भने उनीहरुले गरेको जोक, उनीहरुले गरेको बोलीको भरमा चाहिँ त्यसको भ्यालु क्रिएट हुने। एक्जाम्पलको लागि डोनाल्ड ट्रम्पले निकालेको ट्रम्प कोइन भन्ने तपाईले सुन्नुभयो होला, धेरै भाइरल पनि भएको थियो, जसको भ्यालु निस्किने बेला 0.0 समथिङ अर्थात जेरै भन्दा पनि हुन्छ, त्यसको भ्यालु जेरोको अवस्थामा भएको डोनाल्ड ट्रम्पले चाहिँ उसको कोइन भनेर उसले आफ्नो ट्विटरमा पोस्ट गर्ने बित्तिकै त्यसको भ्यालु तपाईको $74 सम्ममा सेल भएको थियो। जापानिज येन भन्ने थियो भने तपाईको झन्डै 11,000 सम्मकोमा त्यसको कारोबार भएको थियो। हो, यो मीम कोइनलाई चाहिँ यसरी नै बुझ्न सकिन्छ। मीम कोइन भनेको लटरी जस्तै हो, जसमा चाहिँ तपाईको एकजनालाई मात्र लटरी पर्छ भन्ने छैन। जसको हातमा चाहिँ यो कोइन हुन्छ सबैजनालाई चाहिँ यो लटरी पर्छ। नर्मली लटरी भनेको चाहिँ 1 करोड 2 करोड मान्छेमा 1-2 जनालाई चाहिँ खतरा लटरी पर्छ भन्ने हुन्छ। जस्तो जापानको कुरा गर्नुहुन्छ भने ताकाराकुजी अब हजारौं मान्छेले गर्दाखेरि 1-2 जनालाई चाहिँ त्यहाँ अब राम्रो पैसा पर्ने हो, ठुलो अमाउन्टको पैसा पर्ने हो। तर तपाईसँग यो कोइन जस्तो अहिले हामीसँग 11 लाख तपाईको 47,000 कोइन छ, यो कोइनको प्राइस भ्यालु कुनै एउटा ठाउँमा गएर त्यसरी वृद्धि भयो भने तपाई जोसँग चाहिँ यो कोइन छ, जति पनि मैले साथीहरुलाई अहिले यो कोइन तपाईहरुलाई मैले प्रोवाइड गर्न सफल भएको छु र तपाईहरुलाई मैले सेवाई गर्न सफल भएको छु, जो साथीहरुको हातमा चाहिँ यो कोइन हुन्छ त्यो कोइन भएको सबै साथीहरुलाई चाहिँ प्रफिट हुने हो के। सबै साथीहरुको चाहिँ पैसा यदि खतरा भ्यालु अप भयो भने करोडौंमा पुग्ने हो के। बिटकोइनसँग तपाईको शिबा इनु कोइन कम्पेयर गर्न नमिले पनि तपाईले यो डज कोइनको हेर्न सक्नुहुन्छ। डज कोइन पनि मीम कोइन हो, मैले तपाईहरुलाई भनिसके। र यो चाहिँ 2013 सालमा चाहिँ यो क्रिप्टो मार्केटमा लिस्ट भएर यसले चाहिँ कारोबार गर्न थालेको। यसको पनि प्राइस चाहिँ 0.0 समथिङ बाट चाहिँ स्टार्ट भएको हो। र तपाईसँग 2023 सालमा 11,44,000 यसको कोइन अर्थात हामीसँग डज कोइन थियो भने त्यसको प्राइस अहिले कति हुने रहेछ तपाईले हेर्न सक्नुहुन्छ। अहिलेको मार्केट प्राइस अनुसारले तपाईको डज कोइनको प्राइस भनेको त अब नर्मली 21N देखि 27N सम्ममा कारोबार भएको कारणले गर्दाखेरि चाहिँ 2013 सालमा चाहिँ हामीले यदि त्यो जुन 11 लाख तपाईको 47,000 डज कोइन चाहिँ हामीले यदि होल्ड गरेर राखेको थियो भने चाहिँ अहिले हाम्रो हातमा 3 करोड बराबरको पैसा झन्डै हामीसँग हुन्थ्यो। सो यसरी बुझ्नुस् कि तपाईले जुन 11,47,000 जुन शिबा इनु कोइन प्राप्त गर्नु भएको छ, यसले पछि फ्युचरमा गएर 2 वर्ष पछि हुन सक्छ, 5 वर्ष पछि हुन सक्छ, 20 वर्ष पछि हुन सक्छ या 10 वर्ष पछि हुन सक्छ, तपाईको करोडौं पनि बनाउन सक्छ भन्ने, तपाईलाई लटरी नै लाग्न सक्छ भन्ने कुरा चाहिँ नोट गर्नु होला। तपाईले फ्रीमा पाउनु भएको 1 रुपैयाँ पनि खर्च गर्नु भएको छैन, मात्रै तपाईले अकाउन्ट क्रिएट गर्नु भयो, 11,47,000 को कोइन कलेक्ट गर्नु भयो, जुन चाहिँ फ्युचरमा तपाईको लाइफ चेन्जिङ पनि हुन सक्छ। तपाईले जुन प्राप्त गर्नु भएको 11,47,000 को कोइन छ तपाईले बिर्सिदिनु भए पनि हुन्छ क्या। तपाईले एकपल्ट क्रिएट गरेर आफ्नो अकाउन्टमा आफ्नो एसेट भर्नुस्, एसेट भरेर बिर्सिदिए पनि हुन्छ। 10-12 साल अर्थात तपाईको 5-6 साल नहेर्नुस् क्या, तपाईले नहेर्नुस्। किन चाहिँ हेर्नु पर्यो? तपाईले 1 रुपैयाँ पैसा हाल्नु पनि भएको छैन, तपाईले फ्रीमा गर्नु भएको। सो फ्रीमा गर्नु भएको छ भने त तपाईले वास्ता पनि गर्नु, तपाईलाई टेन्सन पनि हुँदैन। सो तपाईले ढुक्क भएर छोड्दिने हो। इन्भेस्ट गरेको छ, मैले यति पैसा हालेको छु भन्नु पनि पर्यो हैन। मात्र तपाईसँग चाहिँ यति चाहिँ मसँग चाहिँ यति एसेट्स चाहिँ थियो है, 11,47,000 को एसेट्स थियो, त्यो चाहिँ मेरो छ है भनेर चाहिँ बस्नुस् अनि एउटा समयमा गएर तपाईले बुम भएको देख्न सक्नुहुन्छ। सो यो थियो तपाईहरुले फ्रीमा लाखौंको करोडौंको इन्भेस्टमेन्ट गर्ने तरिका, जुन चाहिँ तपाईले फ्रीमा गर्न पाउनुहुन्थ्यो। अब म तपाईहरुलाई नेक्स्ट भिडियोमा चाहिँ जापानमा एसआईपी कसरी गर्न सकिन्छ, एसआईपी मा कस्तो प्रफिटेबल कुराहरु हुन्छ, जापानको लाइफ इन्स्योरेन्सहरुको बारेमा चाहिँ म भिडियोहरु ल्याउने छु। सो सब्स्क्राइब गरेर बस्नु होला है त।